हो दरबारको यहाँ पिकनिक जाने तयारी भइरहेको छ हैन। यहाँ सर लागि परेको ल यहाँ हुँदैछ हाम्रो 35 जनाको पिकनिकमा। यहाँ 235 जनाको इस्टिमेट भइसकेको छ, जानी नजानी ल ल यस्तो भइसक्यो। सामान अलि यहाँ नअटाको अवस्था भइरहेको छ हैन। यहाँ अटाउने प्रयास छ। स्याल मार्न बाको खोजनाले जानुपर्छ रे कि स्याल मार्न जाँदाखेरि बाको तयारी गरेर जानुपर्छ भन्ने कुरा आयो यहाँ। सामान त कति अनि कहाँबाट नि गाडी दुईटा चाहिने अवस्था भइसकेको छ यहाँ हैन। तर यहाँ जारी छ। यहाँ हाम्रो हात बाँधेर बस्नु भएको मनोज दाइ, यसो केही उठाइदिनु भएको हुन्थ्यो। म चाहिँ भर उठाएर फेरि यहाँ भिडियो बनाएँ। सामान तैनात छ यहाँ हाम्रो। हामी यहाँ पौरोटीहरू जामहरू किनेर आइपुग्यो। अनि यसो गेमसेम खेल्नलाई यसो रिचार्ज कार्डहरू चक्लेटहरू उपहारको लागि दिनको लागि पनि किनेर ल्याएको छौँ। हामीले यो सरप्राइज राखेको छौँ। हाम्रो सामान यहाँ छ तैनात रेडी। अब हामी फाइनलमा छौँ। अब हामी ठ्याक्कै निस्किन्छौँ। लगभग सामान प्याकिङ भइरहेको छ। हामी लगभग निस्कि नै सकेको थियो। सामरी पुगेको थियो। सामान बोकेर हिँडिसकेको थियो। फेरि जस्ट एक कलमा हामी फेरि रिटर्न ब्याक आयो दरबारमै हैन। एउटा दाबीले छुट्यो भनेर खबर आयो। अनि त्यसपछि फेरि हामी आयो। दीपक सर पनि हाम्रो आर्मीभन्दा कम हुनुहुन्न। जस्ट हरेक काम झर्को नमानिकन इजी वेमा गर्नुहुन्छ। सर भैँसे नै पुग्या भए पनि आरामले फर्किनुहुन्थ्यो। मलाई यति विश्वास छ। हाम्रो सर एकदम डेन्जरै हुनुहुन्छ। पुरा हिमालयन दरबार एकातर्फ अनि अर्कोतर्फ हाम्रो दीपक सर हो। एकदम यो कुरा चाहिँ कहाँ लेखेर राख्ने हो, कहाँ फ्रेम गरेर राख्ने हो गर्दा हुन्छ भन्दा नि फरक पर्दैन। आम मोबाइल सोम सर यहाँ कटिङ भइरहेको छ। यहाँ सेफ दिदी हाम्रो सबजना यहाँ आफ्नो व्यस्तता भइरहँदाखेरि हाम्रो सरोज सरको यहाँ जोस जाँगर ऊर्जा देखेर सायद कसैले यहाँ देखेको छैन। अहिले हाम्रो यहाँ यो बारले छेकेको छ होइन। सेकुवा पोल्नलाई जुन यहाँ मेहनत भइरहेको छ यो सायद बिरेलै पाउन सक्छौँ हामी। कडा नै छ यो होइन। यतिको चाहिँ हुनुपर्छ। दरबारमा हाम्रो एकदम आर्मी नभए पनि आर्मी जत्तिकै साहस र मेहनत भएको मान्छे सरोज सरै हो। दिए
ए अलिअलि शान्ति आउँदो रहेछ त सक्यो सक्यो यति भयो 0 0 0 सर 0 ओके सर ठीक छ सर ठिक छ ल किन होला मलाई क्विज त्यो पेपरले होला यसमा लेखेको छ केटा भए केटी केटी भए केटा कुनै फिल्मको हिरोइनसँग उहाँ खेल्न पाउनुभयो भने को हिरोइन अथवा हिरोसँग खेल्न सक्नुहुन्छ यो क्यारिकेचर के फिल्म बनाउन चाहनुहुन्छ त्यो उहाँले भनिदिन सक्नुहुन्छ उहाँलाई यसमा हामीले राखेको छैन है प्राइज छैन यसमा अब विश्वजयलाई पऱ्यो भने कुनै एक मोडलसँग कुन हिरोइनसँग उहाँ खेल्न चाहनुहुन्छ अब यो भाउजूलाई असर नपर्ला किन यो एउटा कार्यक्रम हो तपाईँले माइक दिए है विश्वजयलाई जस्तो यो चाहिँ एकदम राम्रो अफर आछ यो अफरलाई चाहिँ अब मेन्टेन गर्नुपर्ने हो तर म चाहिँ मेरो आफ्नो बढी चाहन्छु यार यो हामीले खोजेको सही एन्सर भएन किनकि अझै उहाँलाई एक चान्स दिन्छु फेरि किनकि हामीलाई उहाँ जेज लोकाले कुनै मोडल अथवा हिरोइन चुज गर्न पर्ने हुन्छ जो कोही भयो नि अब करिश्मा करिश्मा अर्को पनि हुन सक्छ है फेरि धन्यवाद विश्वजयलाई एकदम सही एन्सर दिनुभयो यसमा हामीलाई मजा लिन साथ दिनुभयो है अब हाम्रो जाँदैछ आशिषलाई सरोज यहाँनिर गेम हेलो अहिले फटाफट सिद्ध है हामी ल यहाँ मलाई ताली बजाउनुहोस् 100 रुपियाँको रिचार्ज पाउनु भएको छ त्यसको साथै 3 वटा जनावरको आवाज निकाल्न पर्ने छ रिचार्ज मात्र राख्नु पर्छ ओके हेलो ओके म साउन्ड निकाल्न गइरहेको छु सुरुमा क्याटको निकाल्छु अब म हाम्रो जुकोको निकाल्न चाहन्छु अब चराको धन्यवाद आशिष सर मनोरञ्जन दिनुभयो उहाँलाई यो 100 रुपियाँको रिचार्ज कार्ड अब हाम्रो यता फेरि अर्को पालो आउँदैछ म यहाँ जटिल क्वेसन छ सुरेश सर यहाँ आइदिनु भयो हुन्थ्यो
यहाँ म सूर्य सर भइले यहाँ पूर्व सदस्य सचिव हाम्रो एकदम ब्रिलियन्ट सर आदरणीय हाम्रो गार्जियन पनि हुनुहुन्छ उहाँ सूर्य सर हो भने भविष्यको योजना आइडल योजना के हुन सक्छ नयाँ योजना गोप्य तरिकाको उहाँको भिजन अनुरूप छ उहाँ अहिले फ्युचरमा भए पनि वर्तमानमा भए पनि उहाँ फ्युचरको ड्रिमसम्म सोच्नुहुन्छ उहाँको बारेमा केही छ सानो कुरा भनिदिनु होला उहाँको बारेमा एकदम राम्रो ह्यान्डसम आफ्नो कार्यक्रमलाई राम्रोसँग कसरी बढाउने आफ्नो कम्पनीले कसरी माथि ल्याउने राम्रो भिजन भएको मान्छे होला सायद राम्रो सर धन्यवाद यो सरसम्म पुगोस् यो आवाज धन्यवाद अब हामी जाँदैछौँ सङ्गीत सरबाट मलाई एकदम राम्रो आएको छ दुर्मुसको मेमिक्री गर्ने पर्ने छ है दुर्मुसको ल ए सुन्तली के छ तिम्रो खबर धन्यवाद सङ्गीत सर अब यताको पालो मङ्सिर लगाइसक्यो भनेको भाइलाई दुईटा पो आइसक्यो ओहो धेरै राम्रो है स्नेकर पाउनुभयो अब उहाँले चक्लेट खाँदै नाच यहाँ छ समुद्र गीत सहित नाच गर्नुहुन्छ उहाँलाई यो स्नेकर हाम्रो आजको पिकनिकको तर्फबाट यहाँ लेखेको छ सुमधुर गीत सहित नाच गर्नुपर्ने ल सबले साथ दिनु होला है ल दाजु जोडेको फुल चार्ज भयो धन्यवाद अब हाम्रो संगमको बालो छ है यहाँ संगम सरले 100 को रिचार्ज जित्नु भएको छ यहाँ लेडिज भए मेकअप जेन्ट्स भए रक्सी मन पर्ने 3 वटा कारण के हो माग्नु परिहाल्छ केटा भए रक्सी केटी भए मेकअप मन पर्ने 3 वटा कारण के हो कारण नम्बर 1 कन्फिडेन्ट बढाउँछ कारण नम्बर 2 धन्यवाद संगम सरलाई संगम सरले 100 को रिचार्ज जित्नुभयो
मलाई हाँसो मात्र जस्ट ओन्ली हाँसो लाफिङ मात्रै गर्ने कसरी यो स्वास्थ्यको लागि साह्रै फाइदा हो हाँसो धन्यवाद तपाईँ प्रधानमन्त्री भए सबभन्दा पहिला के गर्नुहुन्छ भ्रष्टाचार मुक्त देश उहाँले भन्नुभयो भ्रष्टाचार मुक्त देश भन्नुभयो धन्यवाद अब अहिलेको जेनजी पछाडिको राजनीतिक अवस्थाको बारेमा सानो व्यङ्ग अथवा वक्तव्य जे भए पनि के भएको छ देशमा अहिले जेनजी पछाडिको राजनीतिक परिप्रेक्ष्यमा तपाईँ के भएको छ के भयो देशमा त्यसको विषयमा केही थाहा हुनुपर्छ केही भनिदिनु होला अन्तरिम सरकार गठन भएको छ भन्ने त त्यही त अन्तरिम संविधान लागू भएको अन्तरिम संविधान लागू भएको अन्तरिम सरकार धन्यवाद उहाँलाई धेरै धन्यवाद किनकि यो राजनीतिक परिप्रेक्ष्यको बारेमा केही न केही नलेज हामीसँग हुनुपर्छ किनकि देशमा केही घटना घटिरहेको छ हाम्रो आफ्नै देश हो हाम्रो आफ्नै भूमि हो है हामीलाई त्यो थाहा हुन जरुरी छ हाम्रो आदरणीय म्याम बोस शब्द अहिलेसम्म आइसकेको छैन बाँकी टु बी कन्टिन्यू समुद्र गीत मुरी धन्यवाद उहाँलाई अब फेरि हामी यहीँबाट हामीले गिलासर गर्दैछौँ यहाँ गिलासर भागिसक्नु भएको छ अमन दाई पनि छ नि सर अमन दाई यहाँ उहाँलाई लोकगीत समसामयिक लोकगीत मात्रै गाइदिनु उहाँले जुन गाडी हुन्छ
हेलैमा बसेर जिस्को पाइँदैन गिरिराज सरलाई हामीले पनि यहाँ बोलाइरहेको गेम खेल्नलाई यहाँ सबैजना अब हाम्रो अमन सर लेजेन्ड आजको हामीले वाली र पारीबाट क्रस गरेका छौँ आज सिग्नेचरको बोतल र बियर ग्यास्ट्रिकबाट बस्ने उपाय ग्यास्ट्रिकबाट बस्ने कुनै तिनवटा उपाय तीनवटा अनि यहाँ त उपाय मात्र लेखा छ ओके थ्याङ्क यू अगेन भन्नु होला उपाय बिहान जुरुको उठेर तातो पानी खाने यति त हुँदैन अरू पनि एकदम गाह्रो भयो भने दुधको चिया खाने अनि ज्वानो र जिरा पानी खाने ल यो त हामीलाई चाहिने आवश्यक कुरा हो सबैले बुझ्नुपर्छ सबभन्दा ठुलो रोग हाम्रो ग्यास्ट्रिक हो है धन्यवाद अमन सरलाई भाउजू निकाल्नु जाडो र गर्मी मनपर्छ अलग अलग तीनवटा कारण भन्दै होला जाडो किन मनपर्छ गर्मी किन मनपर्छ घाममा बस्न पाइन्छ पसिना बेसी आउँछ होइन काम गर्न पनि सकिँदैन अनि त्यसपछि बाहिर हिँड्न पनि सकिँदैन घामले यहाँ हाम्रो माइक छोड्नु मोबाइल हराएको छ कसैले भेट्नु भएको छ मोबाइल यहाँ साथीको कतै छुट्या पनि हुनसक्छ झुक्केर कतै राखेको पनि हुनसक्छ मोबाइल भेट्नु हुने काहीँ देख्नु हुने मानवहरूले मोबाइल यहाँसम्म ल्याइदिनु होला के गर्ने त खोइ यसलाई यहीँ राख्दिउँ माइक परेन सर यो चाहिँ बोकौँ यो बोकौँ जाउँ स्पोर्टमा जाने अब माइक चाहिएन हामीलाई होइन यो लिएर जाउँ न यो नै लान्छ सर यहाँ बोक्नु न यता बोक्नु सर अङ्कलले बजाएको बादल सुन्ने हो कि बाहिरको मान्छे कहाँ हुने गयो स्कुटीमा दुईजना कहाँ हो ससुराली अब हामी अङ्कल कमर्सरबाट हामी सुरु गर्छौँ एउटा यो कुपन लिएर बित्थो आउँदो रहेछ नि कुन त अङ्कल संगम सरको अभिनय गर्नुपर्छ यहाँ अहिले मैले तीनवटा सङ्गम सर सूर्य सर र कमल सरको विषयमा केही भविष्यका योजना र केही आइडल कुराहरू उहाँहरूबाट केही सिक्न सकिन्छ भनेर मैले तिनैजनाको यहाँ नाम उल्लेख गरेको छु अघि नै सूर्य सरको बारेमा त भनिसकेँ अब सङ्गम सरको विषयमा उहाँको के हुनसक्छ आन्तरिक आइडल जस्तै हामीले लौचिक लगाउँदाखेरि के गर्न सकिन्छ सङ्गम सर अब यहाँ सूर्य सरले हजुरको बारेमा के भनिदिनुहुन्छ के हो आखिर तपाईँको आन्तरिक व्यक्तित्व के हुनसक्छ भविष्यको योजना के हुनसक्छ र लक्ष्य के हो ल है सङ्गीतको बारेमा है सङ्गीतको बारेमा सङ्गमको बारेमा होइन सङ्गमको बारेमा ल सङ्गमको बारेमा चाहिँ नि हाम्रो के छ हाम्रो मूल मन्त्र नै आफू रमाउने अरूलाई डिप्रेसन साह्रै बिगाउँदै
एकदम मिठो आजको पिकनिकको सबभन्दा मिठो ओड्ने सूर्य सरको आफू रमाउने अरूलाई डिप्रेसनमा बनाउने यो धेरै राम्रो कुरा। अब हाम्रो सम्धिजीको पालो। ल ओके लेट्स गो। अङ्कल दामी है अङ्कल। कमन अङ्कल। तपाईँ आफ्नो यहाँनिर आइसक्यो एउटा मोबाइल चाहिँ कसैले एउटा मोबाइल भेट्नु भएको मोबाइल है मोबाइल कसैले मोबाइल भेट्नु भएको छ भने तुरुन्तै ल्याइदिनु होला। अहिले हाम्रो चेकिङमा हुन्छ नि फेरि। अलेक्जेन्डर भाइ के गर्नु हुन्थ्यो अरे के उहाँले 100 रुपियाँको रिचार्ज पाउनु भएको छ। सबभन्दा पहिला सम्झिनुलाई धन्यवाद। धन्यवाद। यो पहिला रिचार्ज दिएर एकचोटि चेस गरौँ ल पहिला। यो 100 रुपियाँको रिचार्ज सबैले ताली बजाएर स्वागत गरिदिनु होला हाम्रो सम्झिजुलाई। अब तपाईँ अलग जेन्डर भए के गर्नुहुन्छ? यसका केही म अलग जेन्डर भए म नेपाललाई चाहिँ विश्वको उत्कृष्ट देश बनाउन जेन्डर बनाउनलाई त्यसैमा कोसिस गर्थेँ। होइन मैले भनेको यो लेखेको क्वेसन र त्यो मिलेन। जेन्डर मतलब उहाँ जेन्ट्स हुनुहुन्छ। अब लेडिज भए महिला भए के गर्नुहुन्थ्यो भनेपछि देश त जसले पनि बनाउँछ। महिला भए के हुन्छ भन्ने कुरा। महिला भए म पुरुषसँग प्यार गरेर कतिजना पुरुष सम्झिन्थ्यो। हजुर कता हराउनु भएको? यहाँ आइसक्यो यहाँ तुरुन्तै। यहाँ केही हङ्गामा हुँदैछ। अब भैँचालो जाँदैछ। अङ्कल कतिजना पुरुष भन्ने कुरा। अब हाम्रो आदरणीय हाम्रो यहाँ कमल सरबाट यो त हुँदै हुँदैन आजको प्रोग्राम। यो भएर पनि हामी यहाँ धर्ना बस्छौँ आज। को रिचार्ज कार्ड पर्यो कमर्सलाई मलाई 1000 को सहयोग पर्यो। म त केही छैन अझै। यहाँ लामो हाई एकदम ठुलो लामो हाई गर्ने र 100 रुपियाँको रिचार्ज पनि लिने है त। ल अब कमर्सलाई ताली बजाएर स्वागत गरौँ। 100 रुपियाँको रिचार्ज पाउनु भएको छ। केही भन्नु पर्दैन यस्तो ल दिनु। अल्छी मान्छेले हाई गरेर अस्ति भयो मलाई खोइ बियर खोइ म ल्याउँछु म हजुरले हाई गर्दिन किन नि आइ अब हाम्रो गिरा सर गिरा सर मेरो त सक्सेन नि आउँदैन नि रक्सी मन्त्र के अरे हेरो हेरो यहाँ गिराजीले के दिएको थियो? रक्सी यो केटाकेटीको कुरा हो। अब केटा भए रक्सीको कुरा र केटी भए मेकअपको कुरा। कुनै 3वटा कारण र उहाँले 100 रुपियाँ रिचार्ज पनि जित्नु भएको छ। 100 रुपियाँ रिचार्ज पाउनु भयो उहाँले। रक्सी किन खान्दै? अलि उतै गरौँ भन्दै रक्सी किन खान्दै? 3टा कारण। एउटा खाना मन नलाइ खाने अर्को चाहिँ जबरजस्ती गरेर खाने नलाइ खाने अर्को मन लाएर खाने मैले यसरी अर्को रोमाले गरेर खाने यसै गरी आज गरेर। धन्यवाद गिरा सर। रक्सीको 3वटा कारण पनि पायौँ। उहाँलाई 100 रुपियाँको रिचार्ज उहाँले जित्नु भएको छ। धेरै धेरै धन्यवाद। 100 रुपियाँ रिचार्ज गिरा सरलाई ताली। अब हाम्रो भाइ सरोज
मोबाइल भेट्यो कुरा आउँदैन त्यही कुरा चुटकिला रे चुटकिला भन्नु पर्यो नि त भन्नु पर्यो ल हमें तो अपने लूटा चुटकिला अरे हमें तो अपने लूटा गहरों में कहा गम का यहाँ हाम्रो भाइ सरोज भाइलाई चुटकिला परेको छ ल चुटकिला कस्ती डुबी वहाँ जहाँ पानी गम त ओके आउँदैन नन भेज मात्र आउँछ भेज आउँदै भेज मतलब होइन चुटकिला चाहियो धेरै लेख्यो भो अब चिठी नलेख धेरै लेख्यो भो अब चिठी नलेख मसँग जुनी मर्ने सपना नदेख गन्तव्य तिम्रो टाढा छ यात्रा झन् कठिन पाउँछन् तिम्रा कहिले काँडामा नटेक साइड दिउँ न त साइड दिउँ जोगाउँदैन भने भाइ चुटकिला ल अब त लेडिजहरुले सबैजना बस्नु सबैजना यहाँ आउनु होला यहाँ फोटो सेसनको कार्यक्रम हुँदैछ आजको मेमोरी आजको यो दिनको हाम्रो सबैजना हाम्रो भाइ सोम भाइ किरण भाइ यहाँ हाम्रो अति नै प्रिय भाउजू साह्रै हाम्रो यो पार्टिसिपेन्ट हुने हरेक खानामा हामीलाई सहयोग साथ गर्ने भाउजू यहाँबाट ब्लिन हुनुभएको थियो फेरि झुक्केर यहाँ आउनु भएको छ उहाँलाई हामी सहयोग गर्छौँ यो फोटो लिने कारण स्नेकर तीनवटा उहाँले जसलाई चाहे तीनवटा स्नेकर हामी दिन्छौँ तीनवटा स्नेकर उहाँका मनपर्ने खकाउ हुनुहुन्छ आदरणीय जसलाई दिन पनि सक्नुहुन्छ तीनवटा स्नेकर पहिला हामी रेडी गर्छौँ यो स्नेकर है त यो भाउजू जित्नु भएको छ ताली बजाएर एकचोटि स्वागत गरिदिनु होला तीनवटा स्नेकर अब उहाँले गर्नु पर्यो कारण पनि भन्नुपर्ने होला नि त कारण भन्नुपर्ने नपर्ने म तिमीलाई माया गर्छु यो अरू तीनवटा तरिकाबाट तपाईँले व्याख्या गर्नुपर्ने हुन्छ म तिमीलाई माया गर्छु दामी परेछ ल कसरी भन्न सकिन्छ तर म तिमीलाई माया गर्छु भन्न पाइएन त्योभन्दा बाहेक अलग अलग कुराले कसरी माया गर्न सक्नुहुन्छ यो त हामीले नसोचेकै भाउजूलाई पर्यो हे भगवान् म तिमीलाई माया गर्छु भनेर कसैलाई भन्न थाल्नु हो भने त्यो शब्द नभनिकन अरू शब्दले तीनवटा कारण भनी उहाँलाई भनिदिएर बुझाइदिनु पर्यो म तिमीलाई माया गर्छु भन्दाखेरि के कारणले भने तिमी मेरो यो हो तिमी मेरो यो भन्नु पर्दैन कि यो कारणले तिमीलाई म माया गर्छु तीनटा कुरा भनेर कन्भिन्स गर्ने त्यो मलाई म माया गर्छु भन्न पाएन हैन म माया गर्छु भन्न पाएन मेरो लागि के हो हैन जस्तै मैले अमन सरलाई धेरै माया गर्छु हैन म एकदम माया गर्छु अमन सर तपाईँ आइदिनु मेरो घरमा तपाईलाई म एकदम छ अमन अनेस्ट छ तिमीले चाहे भने अमन तिमीले भनेर मैले सोचेन म आकाशको तारा झारिदिन्छु भनेको मानेन भने दागको बङ्गरा झारिदिन्छु डाइरेक्ट हुन पाइएन डाइरेक्ट हुन पाइएन ल मलाई चाहिन्छ होइन टाइम छैन ल माइक चाहियो त माइक छ भाउजूको पालो आउँछ है ल मेरो त गइसक्यो भाउजू रेडी 1 2 3 गो म तिमीलाई माया गर्छु भन्नु पर्यो तर माया गर्छु भन्न पाइएन अरू वर्डले युज गरेर भन्नु पर्यो एउटा इक्जाम्पल म दिन्छु म्याम जस्तै कि अब बुढा तपाईँको धेरै माया लाग्छ होइन त्यसरी धेरै रक्सी नआइदिनु टाइपको के म्याम केयर गर्ने टाइपको केयर गरे टाइपको
रक्सी धेरै खाएको कारणले म आई लभ यु बुढा रक्सी धेरै नखानु भन्नु पाइयो माया गर्यो मलाई धेरै माया गरेको हुनाले आई लभ यु भन्नु पाइयो ए अङ्कल भएन अब यसो गरौँ आज यो धेरै लफडा गर्नु भन्दा अरू जापानी भाषामा भन्दिनु म ट्रान्सलेट गरिदिन्छु बुढो सानो भन्नु अनि कुरा गर्नु म ट्रान्सलेट गरिदिन्छु भरि यो जङ्गलको चराले सबले सुन्नुपर्छ कहाँ हुन्छ हामीलाई अघि त ग्यास्ट्रिक औषधि भन्न लगाए मलाई भन्न लगाएन अघि भन भन ल कोही छैन यहाँ हामी बिहा जोत्दै छैन मेरो तिम्रो मनको कुरा गर बेलामा घर भन्नु पायो तीनटा सेन्टेन्स तीनटा रिजन वाइ डु यु लभ दिने हो तीनटा चक्लेट दिएको होइन होइन जो कोहीलाई एकैजना दिन पनि पाइयो त्यो त बाँकी नै छ तीनजना दिन पायो म अरू कुरा मलाई थाहा छैन म बुढोलाई किन माया गर्छु भनेर चाहिँ भन्छु होइन सकेसम्म मलाई टाइम दिन खोजिरहेको भएर म धेरै माया गर्छु नेक्स्ट वान मेरो माया पाउनलाई मेरो फ्यामिलीलाई झन् धेरै माया गरेको भएर म बढी माया गर्छु खासै नरिसाउने भएर पनि म धेरै माया मलाई एउटा हिन्दी शायरीको याद आयो है हिन्दी शायद सबैले बुझ्नुहुन्छ होला खत लिखता हूँ खुद से स्याही मत समझना मरता हूँ तेरे लिए जिंदा मत समझना यो चाहिँ भन्नु पर्ने भाउजूले यो चाहिँ छोटो अब तीनटा चक्लेट हाम्रो तीनटा चक्लेट उहाँले कसलाई दिनुहुन्छ अमेर सर तीनटा चक्लेट कसलाई भाउजूले तीनटा चक्लेट कसलाई दिने भनिदिइहाल्नु होला हुन्छ ल ताली अमन सर तीनटा चक्लेट सरबाट गयो ताली रानु सर अब हाम्रो सरोज भाइको अघि नै एउटा चुटकिला छ दुई लटमा सिधाइदिने एकैछिनमा प्लिज सरोज सरी मलाई आउँदैन चुटकिला सायरी आउँछ मेमिक्री आउँछ गीत आउँछ गीत सरोज ओके मादल ल अब हाम्रो सम्धिनीज्यू छुट्नु भएको छ हो हामीलाई थाहा छ सम्धिनीज्यू अलिकति बिलिनु हुनु भएको थियो अघि न ल भयो दिसै मलाई उहाँलाई सम्धिनीज्यूलाई सबभन्दा पहिला 100 रुपियाँको रिचार्जको लागि ताली बजाउनु होला अब यो रिचार्ज किन पाउनु भयो थाहा छ उहाँले यो बच्चालाई माया गर्नु पर्दा
कसरी गरिन्छ, तीनवटा एकदम पपुलर रिजन भन्नुपर्ने रहेछ। त्यही भएर यो 100 रुपियाँ उहाँले पाउनुभयो। धन्यवाद। 100 रुपियाँको लागि ताली बजाइदिनु होला उहाँलाई, सम्धिनीज्यूलाई। सरको सबभन्दा बल आयो एउटै छोटो मिठो आफ्नो बच्चासँग आफ्नो बच्चासँग एकदम कनेक्सन हुँदाखेरि हो। अनि बच्चालाई त्यही हो एउटा थियो। अर्को ताली 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 एउटा भयो। धेरै माया गरिन्छ। अब बच्चाको जति माया त कसैको पनि हुँदैन होइन। आमा बन्ने सौभाग्य नै बच्चाबाट पाइन्छ एउटा। धन्यवाद। दोस्रो ताली 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 भइसक्यो सर। धन्यवाद। मैले अलिकता ओभरटेक गरेँ कि मैले पनि सम्धिनीज्यू भनेर मैले सरी है यसको लागि है। ल अब सम्धिनीज्यूको बुहारी हाम्रो पनि बुहारी ल उहाँको पालो छ। सक्दैन रे मेरो त छैन नि। जाडो र गर्मी कुन मन पर्छ? अघि नै भनेको पनि छ हैन, जाडो र गर्मी कुन मन पर्छ त्यो चाहिँ एकदम हाँसेर जवाब दिनु होला है। ल मलाई जाडो मन पर्छ। जाडो तीनवटा कारण भन्नुहोस्। कारण अब जाडोमा न्यानो न्यानो लुगा लगाइन्छ नि त, अनि घाम ताप्न पाइन्छ। खाएको खानेकुराहरू पनि मिठो हुन्छ। आज मलाई उनीको पछौरी आज मलाई उनीको पछौरी डजार लागिरहेछ। अब हाम्रो यहाँ भाइ म त देउराको पालो हो क्या। दुईटा मात्र बाँकी छ। तीनटा बाँकी छ, थुप्रै बाँकी छ। हैन यता पनि बाँकी छ। हैन यता ल्याउन मोबाइल म समाउँछु। मैले अघि ग्यास्ट्रिकको उपाय भनिसकेको छु हैन। अब दिपो दाइको पालो हो। ल दिपो दाइ प्लिज फर्स्ट यु दाइ होइन त। राज भाइलाई जन्मदिनको शुभकामना भन्नु। खोइ राज भाइ गइसक्यो अहिले। कस्तो टाइम भयो? होइन अब यो भएन क्यान्सल हुँदै अर्को राज गइसक्यो दाइ। अब अर्को राजलाई बर्थडे भन्नु त बिर्सियो होइन अर्कै तरिकाले त म एउटा शुभकामना दिन्छु म। ल अब एउटा दाइ अर्को कटिङमा मैले राज अब क्यान्सल भइसक्यो। ल है त तपाईलाई 1 किलोको हिरा पाउनु भयो भने 3वटा रिचार्ज कार्ड पनि पाएँ मैले। ओ रिचार्ज कार्ड पनि छ नि त। 100 को रिचार्ज कार्ड ल ताली बजाऊ सबैजना। खोइ यार हाम्रो बेलामा त रिचार्ज कार्ड परेन। ल भनौ न त। ल के अरे दाइ 1 किलो हिरा तपाईलाई 1 किलो हिरा को हिरा पाउनु भयो भने के गर्नुहुन्छ? ल दाइ तीनटा कुरा दिनुहुन्छ। धन्यवाद। अवश्य मैले यो 100 रुपियाँको रिचार्ज जुटेँ। यसको लागि लगायत सम्पूर्ण आजको पिकनिक टोली हाम्रो सम्पूर्णलाई धेरै धेरै धन्यवाद। हेलो हजुर, मलाई 1 किलोको हिरा पाउँदाखेरि मैले के गर्छु भने यो एउटा मलाई उखानको याद आयो। त्यो उखान भनेर म टुङ्गाउँछु। म एउटा महादेव पार्वतीलाई गरिब एउटा किसान
बसिरहेको थियो, जमिनमा खेतीको काम गरिरहेको थियो। पार्वतीलाई साह्रै नै त्यसको बारेमा मोह जागेछ अथवा दया जागेछ। यो किसानलाई धनी कसरी बनाउने प्रभु, मलाई यसको अर्थ बताइदिनु। सबैलाई धनी बनाउनु भएको छ, त्यो किसान चाहिँ सधैँ गरिब बनाएको छ, भरिया बनाएको छ, त्यसले कमाउन सकेन किन भन्नुभयो अरे। अनि भनेपछि हेर पार्वती, यो उसको कर्ममा लेखेको कुरा हो, उसको आफ्नो भाग्यमा जे फल लेखाएको छ त्यही फल उसले पाउने हो। हेर न, म अब यो उसलाई हिराको हारै दिन्छु तर उसले टिप्न सक्दैन भनेर भन्यो अरे। अनि होइन प्रभु, कहाँ त्यस्तो हुन्छ त, हुँदैन, दिएको चिज जसले पाइहाल्छ नि भनेपछि। अनि भरिया किसान आफ्नो सब्जी बोकेर बाटामा हिँड्दै थियो। अनि त्यसकै अगाडि राखेर एउटा हिराको डल्लो राखेपछि अनि पार्वतीलाई भन्दै, ऊ हेर त, अब भरिया आउँदैछ, उसले त्यो टिप्दैन, अरूलाई दिन्छ हो, हेर त भनेपछि। अनि हुन्छ त, म पनि हेर्छु भनेपछि अनि भरिया सुई त्यही बाटोबाट गयो। अनि देख्ने मान्छेलाई हजुरको यो सामान होला, ए हेर्नु त, म त भारी बोकेर हिँड्ने मान्छे, कसको सामान खसालेछ भनेर अर्कोलाई जिम्मा लगाइदिएछ कि। उसमा पाएको हिरा पनि उसले पाउन सकेन। अनि झझल्को आइरहेछ। आज मलाई उनीको पछ्यौरीको आइरहेछ। हो यस्तै हो, यो ड्रिम हो, सपना हो, हिराको सपना हो। पाएँ भने सबै थोक गर्थेँ, तर भाग्यमा हेरौँ के लेखेको छ। फेरि एकचोटि आज मलाई उनीको पछ्यौरी झझल्को आइरहेछ। सही जवाब दिने नारायण हरि। छैन सक्यो। अब हाम्रो एकदम सुपरस्टार, हाम्रो रक स्टार, सुपरस्टार छ र बाँकी किरण यहाँ जसरी पनि आउनु पर्यो। तिमी नि हो, आऊ त यहाँ आऊ न। पनि आउँदैन यहाँ। हेलो सोम नानी, रचना खाना खाँदै हो सबैजना। अब यो यसो गरौँ, यो अन्तिम कार्ड छ। मेरो भएन त बर्बाद हुन्छ यार, तर किन मैले यार रेकर्ड दिएको हो यार। यो हाम्रो आशिष सरलाई, हाम्रो भान्जा बाबु, भान्जाजी, भान्जा सर, यो भान्जा सरलाई सबै ताली बजाइदिनु। लघु कथा सानो कथा हुन्छ जसमा इन्डिङ, स्टार्टिङ र इन्डिङ एकै 2-3 लाइनमा हरफमा हुन्छ। जस्तै त्यसमा कुनै एउटा व्यङ्ग्यात्मक कुराहरू घटेको हुन्छ होइन, जस्तै एउटा व्यङ्ग्य छेड अथवा कुनै कहानी लुकेको हुन्छ, सानो छोटो मिठो सर्ट स्टोरी। हेलो, म कछुवा र खरायोको कथा भन्छु। छोटो मिठो। अब कछुवा र खरायोको रेस हजुर सबैजनाहरूले सुनिरहनु भएकै कथा हो यो। अब रेस हुँदै जाँदाखेरि यो कथामा चाहिँ कछुवाले जित्ने र खरायोले हार्ने भन्ने छ। अब यही कथालाई हजुरले भने जस्तै उ गर्नको लागि चाहिँ म के भन्छु भन्दाखेरि, यो कथा कछुवाले जित्न त जित्यो, तर ऊ एकदमै बिस्तारै हिँडेर जित्यो। अब खरायो भएको भए ऊ चाँडै पुगेर जित्थ्यो होला। त्यसकारण अब यो कथा चाहिँ हुन त बिस्तारै गऱ्यो भने हुन्छ भन्ने छ, तर खरायो जस्तो अलिक चाँडो गऱ्यो भने जति चाँडो त्यति माथि पुगिन्छ भन्ने चाहिँ मेरो विश्वास रहेको छ। धन्यवाद। यो अन्तिममा एउटा उद्घोष गर्ने भएको कारणले मैले यही कुरालाई फेरि मैले कन्टिन्यू गरेँ। फेरि यो कुरा के भएछ भने जब खरायोले हार्यो उसलाई मनमा एकदम पीडा पर्यो। पीडा परेपछि म यस्तो च्याम्पियन मान्छे म कसरी हारेँ त, ओहो यो त कछुवाले मलाई जित्ने भनेपछि तिनीहरूको एउटा फेरि च्यालेन्जिङ दियो खरायोले कछुवालाई। ल आइज त्यसो भए फेरि अब हामी च्यालेन्जिङ गर्छौँ। उसले गर्यो, कहाँ गर्यो थाहा छ च्यालेन्जिङ? कहाँ गर्यो? कसले भन्न सक्छ यो च्यालेन्ज कहाँ गर्यो खरायोले? फेरि थाहा छ? कहिले जमिन, कहिले पानी। पानीमा सधैँ कछुवा अग्रपन्थीमा आउँथ्यो, खरायो सधैँ जमिनमा अग्रपन्थीमा एकचोटि आएन, किनकि नेक्स्ट स्टेपमा उसले ट्राई गर्यो कि जब हामीले एकचोटिको हारलाई हामीले त्यसलाई हार सम्झिन्छौँ त्यो सक्सेस हुँदैन।
अब दोस्रोचोटिको हारलाई पनि हामीले सक्सेस बनाउन विजय बनाउन प्रयत्न गरेर हामीले अगाडि बढ्छौँ भने त्यसलाई हामी कामयाबीको रूप लिन्छौँ। त्यसलाई हारलाई कहिले पनि हार नमानौँ, अगाडि बढौँ, कोसिस गरौँ, ट्राई गरौँ। एकचोटि बिग्रिँदैमा हामी लस हुँदैनौँ, त्यसबाट नयाँ पाठ सिकिन्छ, नयाँ योजना, नयाँ आइडियाको कुरा आउँछ। हामीले सधैँ हार दुःख पीडालाई पनि सम्झेर अगाडि बढ्दै गऱ्यौँ भने हामी सक्सेस हुन्छौँ, कामयाब हुन्छौँ। फेरि त्यो खरायोले उसलाई च्यालेन्ज दियो, त्यही रेसमा ऊ सजग भयो, ऊ एकदम एक्टिभ भयो। म हिजो हारेको छु भनेर त्यो पीडालाई उसले दर्दलाई पनि सहेर अगाडि बढ्यो, उसले च्यालेन्ज गर्यो, जित्यो उसले। तर फेरि कछुवालाई के भयो, दर्द भयो। ओहो मलाई यसले जित्यो, अस्ति त मैले यसलाई चाहिँ हराएको थिएँ। अब कछुवाले उसलाई च्यालेन्ज दियो, पानीमा आइज नि त, त्यसो भए आइज भन्यो, पानीमा जित्यो। यो कन्टिन्यू रेस भइरह्यो, जित्ने र हार्नेको कन्टिन्यू भयो, तर कोही पनि लस भएन, सबैजना सक्सेस भयो। हामी कोही लस छैनौँ, हामी सबै सक्सेस छौँ। ताली बजाउँ ल। अब हामी सबैजना विनर, सबै च्याम्पियन। यो अब म स्वागत गर्छु सबै मिठो चकलेट खाएर। धन्यवाद। आजको यो एपिसोड, आजको यो हाम्रो यो कार्यक्रम यतिमा हामी धन्यवाद दिन चाहन्छौँ। सबैले ताली बजाएर यसलाई एन्डिङ गरिदिनु होला। धन्यवाद। यहाँ छ हाम्रो बच्चा चक्लेट त सबै बच्चाकै हो। एकचोटि त्यो स्टप गरी हेर्नु न, स्टप के गर्नु, तनाव भइसक्यो क्या। वहीँ घुमाउनु आउँदैन एकै ठाउँमा।